यहाँ ब्वासोहरू झुन्डमा हिँडेर आफूलाई बाघ सोध्छन्, तर ब्वासोलाई के थाहा, बाघ एक्लै आउँछ र एक्लै शिकार गर्छ। आउटल दफा 219 मुभीको ट्रेलर रिलिजमा आइसकेको छ र यो ट्रेलर हेरिसकेपछि वान वर्डमा भन्नुपर्दाखेरि एक्सन चाहिँ एकदमै टप नच बवाल लेभलकै देखिएको छ ट्रेलरमा। त्यसैगरी यो मुभीबाट चाहिँ सुशील श्रेष्ठले एउटा नयाँ पहिचान पाउने देखिरहेको छ ट्रेलर हेरिसकेपछि चाहिँ। भने ओभरअल ट्रेलर कस्तो छ भनेर जान्नको लागि भने भिडियोलाई अन्तिमसम्म हेरेर च्यानललाई सब्स्क्राइब गर्न भने नबिर्सिनु होला। नुन चर्को भयो, मलाई मन परेन। विक्की महर्जनद्वारा लिखित र निर्देशित मुभीमा हामीले सुशील श्रेष्ठ, शिक्षा सङ्ग्रौला, नरेश पौडेल, विशाल पहाडी, महेश त्रिपाठीको साथमा हामीले विशेष भूमिकामा ऋषि धमलालाई समेत देख्न पाउनेछौँ। रिलिज भएको ट्रेलरको बारेमा भन्नुपर्दाखेरि एकदमै बवाल ट्रेलर ड्रप भएको छ। यसको एडिटिङ पनि एकदमै सुपर्ब लाग्यो मलाई। इङ्गेज पनि बवाल गरेर राख्न सफल रहन्छ। एक्सनलाई फोकस गरेर ड्रप गरिएको ट्रेलरमा एडिटिङ एकदमै बवाल रहेको छ। स्टोरी त्यस्तो खासै रिभिल त हुँदैन, तर पनि दफा 219 भनिसकेपछि मुभी रेप केसमा आधारित हुनुपर्छ। त्यसैगरी ट्रेलरमा पनि रिभेन्ज भनिएको छ, यसकारणले रेप केस र रिभेन्जमा आधारित हुनुपर्छ यो मुभी। भने ट्रेलरमा जति पनि एक्सन क्लिपहरू छन् यी एक्सनहरूको कोरियोग्राफी एकदमै राम्रोसँग र बुटरली देखाइरहेको छ र मुभीलाई बाहिर देशमा गएर खिचिएको जस्तो देखिएको छ र सिनेमेटोग्राफी पनि एकदमै टप नच देखिरहेको छ। भने मुभी पहिला नै रिलिज हुनेवाला थियो भदौमै र यसको टिजर पनि आइसकेको थियो। मुभीको केही पोर्सन सुट हुन बाँकी हुनाले गर्दाखेरि मुभी पोस्टपोन भएको थियो र त्यो लेभलको भन्दा अहिले एकदमै राम्रो भएर निस्केको जस्तो देखिरहेको छ ट्रेलर हेरिरहँदा टिजर भन्दा। यस कारणले गर्दा पनि मुभीको टिमलाई लिएर चाहिँ एकदमै कन्फिडेन्ट देखिरहेको छ यो मुभीलाई लिएर। यस कारणले गर्दा पनि यो मुभीमाथि चाहिँ मेरो एकदमै एक्सपेक्टेसन बढिरहेको छ र त्यसमाथि यसमा देखाएको एक्सनहरू एकदमै बवाल लागेको छ मलाई। त्यसमाथि बिजिएम एक्सनलाई जस्टिफाई गर्ने खाले बिजिएमहरू सुनिरहेको छ ट्रेलरमा। सिनारियोमा यस्तै खाले ब्रुटली मुभीहरू नै मन पराइरहेको छन् दर्शकले। यस कारणले गर्दा पनि यो मुभी चाहिँ बक्स अफिसमा फाड्ने देखिरहेको छ। यदि मुभीको स्टोरी दफा 219 रेप केसमै आधारित हो र ड्रामामा चाहिँ एकदमै हुक गर्न सफल भयो भने, अदरवाइज मुभीको एक्सन मात्र राम्रो भएर पनि मुभीले केही गर्न सक्नेवाला छैन। तर यो मुभी जतिचोटि पनि पोस्टपोन भइरहेको छ र जतिचोटि पनि पोस्टपोन भयो लेभलकै बेटर प्रोडक्ट निस्किरहेको छ, त्यो अनुसारले चाहिँ मुभीलाई लिएर कन्फिडेन्ट छ। त्यसैले पनि ओभरअल आउटल दफा 219 मुभीको ट्रेलर मलाई चाहिँ एकदमै बवाल लागेको छ। तपाईँहरूलाई भने कस्तो लाग्यो कमेन्ट बक्समा गएर कमेन्ट गर्न नबिर्सिनु होला। आजलाई भने यति नै आउटल दफा 219 मुभीको ट्रेलर रिभ्यू। हिजो समस्यालको सरकार देखेको थिइस्, आज बाघको सरकार देखिस्। भने यति नै आउटल दफा 219 मुभीको रिभ्यू। अब भने हाम्रो भेट मुभी रिभ्यूमा हुने नै छ। त्यतिखेरसम्म भने यस्तै मुभीहरूको ट्रेलर र मुभी रिभ्यू हेर्नको लागि भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। बाइ बाइ, टेक केयर।